साँखुको पवित्र भूमिमा अवस्थित शान्त र श्रद्धाले भरिएको साली नदी हरेक वर्ष माघ महिनामा हजारौं भक्तजनको आस्थाको केन्द्र बन्छ। यहीबाट सुरु हुन्छ श्री स्वस्थानी व्रत कथा, नेपाली सनातन संस्कृतिको एक अनुपम धार्मिक परम्परा। श्री स्वस्थानी व्रत पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म श्रद्धापूर्वक गरिने व्रत हो। यस व्रतमा गौरी स्वरूपा माता स्वस्थानी, भगवान शिव, पार्वती तथा अन्य देवी देवताहरूको कथा वाचन गरिन्छ। परम्परा अनुसार यस ग्रन्थमा 31 अध्याय छन्, जसलाई प्रत्येक दिन एक एक अध्याय गरी पढ्ने वा सुन्ने चलन छ। धार्मिक मान्यता अनुसार माता पार्वतीले भगवान शिवलाई पति रूपमा पाउन यही साली नदीमा तपस्या गरेकी थिइन्। त्यसैले यस नदीमा स्नान गर्दा पाप नाश हुन्छ, मन शुद्ध हुन्छ र मनोकामना पूरा हुने विश्वास रहिआएको छ। विवाहित महिलाहरू पतिको दीर्घायु र सुख शान्तिका लागि, अविवाहित युवतीहरू सुयोग्य वरको कामनाका लागि यो व्रत बस्छन्। स्वस्थानी व्रतको अवधिभर यहाँ साली नदी मेला लाग्दछ, जसलाई माधव नारायण मेला पनि भनिन्छ। बिहानैदेखि नदी किनारमा भक्तजनहरूको भिड देखिन्छ। चिसो पानीमा आस्थाले भरिएको स्नान, हातमा फूल, मुखमा मन्त्र र मनमा श्रद्धा। व्रतका मुख्य विधिहरू यस प्रकार छन्। बिहान सबेरै साली नदीमा स्नान, शुद्ध वस्त्र धारण, भगवान शिव र माता स्वस्थानीको पूजा, एक छाक सात्विक भोजन, दिनहुँ श्री स्वस्थानी व्रत कथा वाचन, माघ शुक्ल पूर्णिमाको दिन व्रत विधिवत समापन गरिन्छ, जहाँ शिवलिङ्ग पूजा, दान पुण्य र विशेष सामग्री अर्पण गरिन्छ। साँखुको साली नदी केवल एक नदी होइन, यो नेपाली आस्थाको जीवित इतिहास हो। श्री स्वस्थानी व्रत कथा हाम्रो संस्कृति, हाम्रो परम्परा र हाम्रो पहिचान हो। श्रद्धा, आस्था र विश्वासका साथ श्री स्वस्थानी माताको जय होस्।